गालीको राजनीतिबाट निराशामा बदलिएको नेपाली समाज, निराशामा बदलिएका नेपाली युवाको मानसिकतामा खेलेर मात्र उनीहरू स्थापित भएका थिए। त्यसलाई चिर्नका लागि हामीले अब ती नवयुवा ती जनताका बिचमा अब नेकपा एमाले अब युवा मैत्री घोषणा गरेको छ। नेकपा एमाले अहिले हाम्रो आगामी महाधिवेशन 1 महिनाभित्रमा हुँदैछ। त्यहाँ आज हरेक 4 प्रतिनिधिमा एक युवालाई अवसर दिएको छ, हरेक कमिटीमा युवालाई अवसर दिएको छ। त्यो के हो भन्दा हरेक नेपाली युवालाई हामीले स्वागत गर्न चाहन्छौँ, नेकपा एमालेलाई स्वागत गर्न चाहन्छौँ। हामी कसैलाई गाली गर्न चाहँदैनौँ। तर यति मात्र के भन्छौँ भन्दा काम गर्ने हामी कालु नेकपा एमाले, तर मकै खाने भालो जस्तो उखान लिएर अहिले सडकमा च्याउ यसरी पार्टीहरू खुलिरहेका छन्। कति हाम्रै पार्टीभित्रका साथीहरूलाई लागिरहला। अब नवशक्तिहरूको उदय हुन्छ, तिनीहरूबाट राजकाज हुन्छ, अवसर पाउँछन्, लोभी पार्टीका झुन्डहरू हुन सक्छन्। तिनीहरूबाट सचेत रहनुपर्छ। तर त्यसो भनिरहँदा कोही साथीहरू खुट्टा कमाएर अगाडि बढिरहेको छ भने उसलाई सम्झाउने हो, बुझाउने हो। हामी उसलाई धक्काले प्रयास गर्ने होइन। हिजो त्यो एउटा चेन्जीको मुभमेन्टको टाइममा आज हामी नेकपा एमाले लक्षित गरेर हाम्रा घरहरू तोडिए, हाम्रा पार्टी कार्यालयमा आगो लगाइयो। हामीले के मागेर सहिरहेका थियौँ भन्दा अब युवाले माग गरे त्यो स्तरको नेपाली इतिहासमा कुनै आन्दोलनको इतिहासमा त्यस्ता घटनाहरू भएका थिएनन्। चाहे त्यो जनयुद्धको नाममा भएका माओवादीको हिंसामा पनि भएको थिएन, चाहे त्यो कहिलेकाहीँ धार्मिक दङ्गामा पनि नभएको घरमा मान्छे रहिरहँदा जिउँदै आगो लगाउने प्रयास भएका छन्। हाम्रा भौतिक संरचनाहरूमाथि आगो लगाएका छन्। त्यसलाई हामीले अब टुलु हेरेर बस्न सक्दैनौँ। तिनलाई हामीले नङ्गाउनु पर्छ, कठघरामा उभाउनु पर्छ। त्यसका लागि नेकपा एमालेका युवा साथीहरू कोलबद्ध भएर एकताबद्ध भएर अगाडि बढ्न जरुरी छ। यति भन्दै पुनः यो जनसभा वृहत जनसभाको सफलताको शुभकामना व्यक्त गर्दै मेरो आफ्नो भनाइ अन्त्य गर्छु। हस्, धन्यवाद।